हेलो फ्रेन्ड, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आफ्टर अ लङ टाइममा चाहिँ हजुरहरूसँग भिडियो सेयर गर्दैछु। भोलि चाहिँ मेरो दिदीको बिहे हो, अनि पछि आज चाहिँ बिहेको अघिल्लो दिन मलाई चाहिँ भिडियो सेयर मन पऱ्यो। हाम्रो घरमा पूजा पनि छ, अनि पछि म चाहिँ हजुर यो भिडियो बनाउँदैछु, हजुरहरूसँग भिडियो सेयर गर्दैछु। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला र मेरो भिडियो हेरेर इन्जोय गर्नु होला। अहिले चाहिँ यता माला बनाइरहेको रहेछन् म आउने बेला, अनि पछि यता चाहिँ यो माला बनाइ पनि सक्यो एउटा, अनि यहाँ चाहिँ बनाउँदैछन्। अनि बनाउने चाहिँ टिना दिदी, अनि पछि रजी चाहिँ अहिले आउनुभयो हेल्प गर्नलाई। अनि बस यो चाहिँ आरती दिदीले बनाएर जानुभयो। रजी दिदी चाहिँ बेहुली हो, गाई हाम्रो बेहुली खै यता हेर्नु त। अहिले चाहिँ यता सत्यनारायणको पूजा हुँदैछ, 12 बजिसकेको होला, अनि स्टार्ट भइसक्यो अगाडि नै। पनि ल्याइसक्यो, अनि यता चाहिँ टेन्ट लगाउँदैछन् अहिले दिउँसो। सत्यनारायणको पूजा चाहिँ एकदमै लामो हुँदो रहेछ, अनि अहिलेसँग पनि भइ नै रहेछ। अब चाहिँ इभिनिङ हुन आँट्यो। सत्यनारायणको पूजा गरिरहेको चाहिँ माइती मण्डप हो, अनि अब पहिलो मण्डप पनि हुन्छ नि त अलग घर बाहिर, अनि पछि त्यो मण्डप चाहिँ बनाउँदैछन् यता ठुलरी। यता चाहिँ मम्मी र बजी मिलेर सेलरोटी पकाउँदै हुनुहुँदो रहेछ। अब पूजामा प्रसाद चाहिन्छ नि त, त्यसैले त्यो साँझ भइहाल्यो। अनि पछि हामी चाहिँ बेलुन फुलाउँछौँ। यता चाहिँ अलिक फुलाइसकेको रहेछ। अहिले चाहिँ हामीले धेरै बेलुन फुलाइसक्यौँ, अनि अब चाहिँ म यस्तो उल्टा हिउँ बनाउनुलाई यस्तो बेलुनहरू गाँसिरहेको छु। अनि उहाँ चाहिँ टिना दिदी हो होइन, उहाँ चाहिँ बेलुन फुलाउँदै हुनुहुन्छ। उहाँ चाहिँ मेरो जेठपाला फुपूको छोरी। के भयो त? अनि मेरो आफ्नै दिदी त भयो नि, फुपूको छोरी भनेपछि आफ्नै दिदी भएन? सिमाले बनाएको। हामीले भनेको डेकोरेसनहरू हामीले चाहिँ अलिक फोटो सुट गऱ्यौँ। त्यसपछि हल्दी लगाउने पाला नि, त्यो बेला चाहिँ रजिले एकदमै रुनुभयो, अनि पछि हामी सब इमोसनल भयौँ। पालो निक्कर गरे हामी चाहिँ
बाजे बजाएर देउडा खेलेका थियौँ। त्यसरी डान्सहरू यसरी नै हामीले हाउडी सेरेमनी इन्जोय गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ। जवानी छुपाओगी रानी, जवानी छुपाओगी रानी, हमारों को कितना सताओगी रानी, कभी तो किसी की दुल्हनिया बनोगी, किसी की दुल्हनिया बनोगी, शादी करोगी, शादी करोगी, चलेगी मन करेगी नहीं चलेगी।